ठुलै अझै यत्रो खेत खन्नु छ हौ, कहिले खनिसक्नु? रात पनि पर्न आँट्यो। ओइ सानो मालिक के हो केटा हो, कामसाम गर्नु छैन? बिहानदेखि भनेको थियो गफ गरेर बसेछ केटाहरू यार। बुढोमाथि मिटिङमा गएर म आएको, मेरोसँग सकेर आउने केटा हो। म लागेँ अहिले। हुन्छ मालिक। भाइ हाम्रो जिन्दगी त दुःखमा जानुभयो। होइन नि भाइ, अहिले हामीले दुःख गरेपछि पछि हाम्रो छोराछोरीलाई धेरै पढाएर ठुलो मान्छे बनाएर सरकारी जागिर खुवाउनुपर्छ। हुन्छ सानो मालिक। हुन्छ सानो मालिक। जाउँ ठुलै गएर बस्नु। जाउँ मालिक पनि गयो, जहिले कराउँछ मात्रै। खै ठुलै एउटा बिडी खाइदिउँ, साह्रै गलियो। खानु चाहिँ खा बिडी साने, तर धड्केर मर्ला चाहिँ। ए ठुलै नजिस्किनु न गलेको बेलामा, राइटर पनि दिनु न। ल साने रात पऱ्यो अब त यार। अब जानुपर्छ। गाउँ त रमाइलो भएछ यार। के छ केटा हो? ठुलै यो त पल्ला घरे साइलाको छोरो होइन? हो नि यार। ओ के छ लान्टु? के छ? कहिले आइस लन्टु त विदेशबाट? अस्ति भर्खर आएको यार। अनि के छ केटा तिमीहरूको गाउँको खबर यार? सबै ठिकै छ हौ, त्यस्तै छ गाउँघरको दुःखी जिन्दगी। के गर्नु केटा, मेरो त एकदम रमाइलो छ होइन। रोयल एक्सको घडी लगाइएको छ, आइफोन बोकिया छ, जस रमाइलो छ यार जिन्दगी। अनि के गरी खाँदैछु? के गर्नु नि लन्टु, त्यही माथि मुख्य बाबुमा काम गरेर जान परिवार पालिरहेको छु मैलेसम्म। ए त्यही माथि जमिनदारकोमा काम गर्छौ तिमीहरू? हौ त्यही माथि जमिनदारको काम गर्नु पर्यो नि हौ, यसो घर परिवार पाल्नु परिहाल्यो यार। म पनि आएको 1-2 दिन भयो, 2टा भिसा लिएर आएको छु। के छ विचार, जाने हो? खै हौ अब विदेश त नजाउँ होला हौ, बुढो पनि भइसक्यो। अब विदेशमा गइसकेपछि मर्नु बाँच्नु केही ठेगानै हुँदैन। त्यही त हो, बरु हामी त यही नेपालमा पसिना बगाएर खाने कि कसो हो ठुलै? ल जाउँ केटा हो, माथि यसो चिसो खाँदै गफ गरौँ कि। जाउँ हौ अहिलेलाई जाउँ। बल्ल बल्ल भेटेको, रात पनि परिसक्यो। धेरै वर्ष पछाडि आयो हाम्रो साथी। After few minutes later. केटा हो, ब्रान्डेड हो, तिमीहरूलाई पच्छ कि पच्दैन? घरे गएर फेरि मुखियाको अगाडि मेरो बेइज्जती नगर्नु। यस्तो मलाई जमानामा त कति खाइयो हो र? अनि के छ हौ मुखियाको खबर? पहिला पहिला त निकै काँक्रा चोरेर खाइन्थ्यो उसको। के हुनु, मुखियाको काम हामी सबै गर्छौँ, उसलाई त सुखै सुख नै हो। हो र? ल केटा हो, उठाएर चेस गर्नु नखाउँ। ल खमै होइन हौ लन्डे, तैँले त हल्दीबारीमा भिटा पनि जोडिस अरे, ठुला ठुला बिल्डिङ बनाइस अरे। विदेशमा चाहिँ के काम गर्छस् हौ त्यस्तो? हेर्दा त पैसा लिएर आए जस्तो छस्। मर्ला चाहिँ मुला, बिस्तारै खा, लोकल सम्झेको होला, ब्रान्डेड हो। मैले के सोचेको हो, मलाई यस्तो मुला त जमानामा कति खाइयो। सक्छस् भने बाजी लगान त मसँग। लु लगाऊ न त बाजे, यसमा नै पनि केही कमीको त छैन। हेर लन्ठु, धेरै पैसाको धाक छ नदेख। हामीले पनि यही नेपालमै बसी एक छाक खाइएकै छ, आफ्नो परिवार पालिएकै छ। जब एक साथ त मैले अमेरिका अस्ट्रेलियामा गएर पनि खाएकै छु नि, त्यसमा के ठुलो कुरा गर्नु? वहाँ गएपछि टन्न धन सम्पत्ति कमाइछ। साँच्चै भन्नुपर्दा केटा हो, तिमीले उहाँको केटी देखेपछि
आफ्नै बुढी बिर्सिन्छौ के कुरा गर्छौ म त्यस्तो पनि हुन्छ र? अरे के कुरा गर्छस् यता फर्कियो हरियाली उता फर्कियो हरियाली ओइ ठुले, कति नेपालमा मात्रै दुःख गर्नु हो, कति त मुखियाको खेतमा मात्रै दुःख गर्नु। हामी पनि जाउँ न एकचोटि हरियाली हेरेर आउँ, यसले लगिहाल्छ। खोइ घन्टो के कति लाग्छ तब लाग लागत त एउटा ठाउँमा मिलाइदिइहाल्छु तिमीहरू टेन्सन नगर तिमीहरू पनि मेरो बच्चैदेखिको साथी हौ लागत भनेपछि त्यस्तै 3-4 लाख त्यसमा पनि म अलिकति हेरिदिउँला न के छ त तिमीहरू के गरेको विचार झारिदिउँ त 2टा भिसा जान त जाँदा हुन्थ्यो, ठुले पनि मान्छ, घर परिवारमा पनि सल्लाह गर्नुपर्छ, सल्लाह गरेर मनाउला। यत्रो वर्ष नेपालमा मुखियाको खेतमा काम गरेको त अलिअलि पाउनु पर्ने छ नि त, निकाल्नु त निकालौँला होइन त ठुले? तेरो कुरा पनि ठिकै हो सानी। ल नि त अब विचार गर्नुपर्छ।